आदरणीय दर्शकबिन नमस्कार। म यहाँलाई आज यो इको फ्रेन्डली अर्ग्यानिक फार्म बुद्धभूमि 9 कपिलवस्तु बकुलीपुरमा अवस्थित यो अर्ग्यानिक फार्मबाट बोल्दैछु र आज म तपाईलाई यो यस वर्षको 2082 सालको केही जानकारीमूलक भिडियो चाहिँ यहाँहरुको समक्ष प्रस्तुत गर्न लागेको छु। हजुरले हेर्न सक्नुहुन्छ यो मेरो अगाडि या तपाईहरुको समक्ष हेर्नुस् यो ड्रैगन फ्रूट छ, ड्रैगन प्लान्ट छ। यो ड्रैगन प्लान्ट को म अहिले यो फूल आउने क्रम जारी छ। हेर्नुस् यो चाहिँ नै फूल, यहाँ तीनटा फूल, दुईटा फूल एउटै हाँगामा छ। यसरी यो फूल आइरहेको छ। यो 2082 सालको पहिलो लटको यो फूल हो। यहाँ सानो सानो बर्ड्स पनि देखिएछ। हेर्नुस् सानो सानो कोपिला पनि देखिएछ र यो हेर्नुस् यहाँ पनि छ, यहाँ पनि छ। भिन्न अहिले यो सालको 82 सालको फ्रुटिङ यो सुरुवात छ। फूल आउने क्रम जारी छ। यो तपाईहरुले हेर्न सक्नुहुन्छ एकदम राम्रो चाहिँ नै ग्रोथ छ। मैले कमर्सियल पर्पस को लागि नभए पनि आफ्नो एउटा बारीमा शोको लागि र सँगसँगै आफ्नो घरको प्रयोजनको लागि यो लगाएको ड्रैगन प्लान्टहरु छन्। हेर्नुस् यो एकदमै राम्रो चाहिँ नै ग्रोथ लिएको छ। अब यो राम्रो ग्रोथ लिनुको पछाडी कारण के छ भने यो टोटल अर्ग्यानिक छ। कसरी अर्ग्यानिक हो? यसमा कुनै पनि विषादी हालिएको छैन, कुनै पनि केमिकल फर्टिलाइजर लाइक डीएपी, यूरिया, पोटास कुनै पनि यसमा हालेको छैन। तर पनि यो ग्रोथ एकदम चाहिँ नै राम्रो छ। हेर्न सक्नुहुन्छ मजाको यो ग्रोथ लिएको छ र यो बोट बिरुवा तपाईं जुन देखिरहनु भएको छ यो अगाडि यो 3 वर्षको तेस्रो वर्षको सुरुवात छ। यो तेस्रो वर्षमा यो भर्खर यो ज्येष्ठ महिनाबाट यसको फ्लावरिङ आउन सुरु भएको छ। यो अर्ग्यानिक छ। यसमा चाहिँ नि जमिन मुनि जरामा भनाइको मतलब तपाई यहाँ हेर्न सक्नुहुन्छ यो जरामा भर्मी कम्पोस्ट हालेको छ जसलाई गण्यौला मल भनिन्छ। हेर्नुस् यहाँ भर्मी कम्पोस्ट हालेको छ। यो भर्मी कम्पोस्ट तल छ। हेर्नुस् भर्मी कम्पोस्ट हालेको छ र यसपछि माथिबाट यो मल्चिङ गरेको छ। यो मल्चिङ गर्नाले के फाइदा हुन्छ भने यसले बोट बिरुवामा जब हामी पानी हाल्छौं यो पानी हाल्दाखेरि यसको मात्रा चाहिँ यो पानी यो सोसेर राख्छ। यो हटपटी चाहिँ नि पानी यसमा वाष्पित हुँदैन। अर्थात यो तरिकाबाट गर्दाखेरि के हुन्छ भने पानीको मात्रा 50% कम हुन्छ र पानीको मात्रा कम भयो र सँगसँगै यो हेर्नुस् यो वर्ष मैले यो मल्चिङ गरेको यसमा विभिन्न चाहिँ क्रप रेजिड्युजहरु हाम्रो बाली डाँडीका अवशेषहरु यसमा राखिएका छन्। यसबाट चाहिँ नि अत्यन्त कम मात्रामा चाहिँ नि झारहरु उम्रेका छन्। तर विगतका वर्षहरुमा यहाँ झारहरुको भरमार हुन्थ्यो। कति हुन्थ्यो मल हालेको लगभग 15-20 दिनमै झारहरु उम्रेर पुरै ढाक्थ्यो। अहिले हेर्नुस् यहाँ फ्लावरिङ पनि छ र फ्लावरिङको सँगसँगै हेर्नुस् एकदमै कम मात्रामा चाहिँ नि झारहरु उम्रेका छन्। केही झार उम्रेका छन् भने त्यसले हामीले यसरी हातबाट निकाल्न सक्छौं र यसरी हामीले यो माटोको सुरक्षा गर्न सक्छौं, आफ्नो बाली नालीको सुरक्षा गर्न सक्छौं
र यो तपाईहरु हेर्न सक्नुहुन्छ। अब यो केही दिनमा यो फूल आउने वाला छ। 2-4 दिनमा यो फूल बन्छ, फक्रन्छ र यो अति मिठो यो अर्ग्यानिक ड्रैगन फ्रूट र यो सी भेराइटी को यो फूल प्लान्ट हो। यो रातो खालको यो फल्ने गर्छ। हेर्नुस् यहाँ एउटै प्लान्टमा एउटै हाँगामा 3 वटा चाहिँ नि फूल चाहिँ नि यहाँ आएको छ। हेर्नुस् दर्शकवृन्द, हामीले आफ्नो घरको प्रयोजनको लागि यसरी आफ्नो घरको सीमित ठाउँमा पनि यसरी हामीले ड्रैगन प्लान्ट लगाएर यो अति पौष्टिक मानिने यो ड्रैगन प्लान्ट ड्रैगन फ्रूट चाहिँ हामीले उत्पादन गर्न सक्छौँ। यो बीचमा मैले यो भिन्डी पनि लगाइदिएको छु। बीचमा अलिकति ठाउँ थियो, त्यो भिन्डीले पनि यसबाट केही भिन्डीको तरकारी सब्जी पनि प्राप्त गर्न सकिन्छ। यो तरिकाले हामी गर्न सक्छौँ। दर्शकवृन्द, यो जानकारी हजुरहरूलाई कस्तो लाग्यो कि हामीले बिना रसायनको पनि यसरी फलफूलहरू उत्पादन गर्न सक्छौँ। अर्ग्यानिक फलफूल के हामी प्राप्त गर्न सक्छौँ र आफ्नो स्वास्थ्यको लागि, आफ्नो बालबच्चाको स्वास्थ्यको लागि केही नयाँ कुरा हामीले थप्न सक्छौँ जस्तो लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला र केही सल्लाह सुझाव पनि अवश्य म पाउँछु भन्ने आशा राखेको छु। हस् त, यति भन्दै म हजुरहरूसँग अहिले बिदा हुन्छु। हस् त, नमस्कार, धन्यवाद।